हेलो हाई आज फेरि नयाँ ब्लग सुरु भयो। कोरियामा फुलहरू एकदम फुल्नु थाल्यो। अब चाहिँ एकदम रमाइलो सुरु भयो है। यो फुल दामी हल्का आज यसो साथीसँग घुमफिर गरिँदैछ दामी गरी। यो के अरे ओ स्कुल अरे सामान्य यो कतिसम्मको सायद यो स्कुल हो प्रावि। अब कोरियाको प्रावि स्कुल हेरौँ। नेपालको युनिभर्सिटी भन्दा पनि राम्रो सफा सुग्घर एकदम फुलबारी त्यतिकै राम्रो हरेक सुविधा छ यहाँ। अब विद्यार्थी भनेको फेरि यहाँ छन् जस्तो छैन। यस्तो छ अनि यस्तो भए पो यो प्र्याक्टिकल हो कि यो यहाँको ठक्कै फुलहरू रोप्नु सिकाउने यहाँ सबै सिकाउँछ नि त स्कुलमै। गोहीमा यसरी समुद्रमा गोही बस्छ, हात्ती यस्तो हुन्छ, जरायो यस्तो हुन्छ भनेर सब यहाँ नमुना। हेरौँ त यी फुलहरू यहाँकै विद्यार्थीहरूलाई यसरी रोप्ने स्याहार्ने भनेर यहाँ पढाइ भन्दा नि प्र्याक्टिकल बढी गराउँछ। योमा चाहिँ अब ठ्याक्कै अब सब खेती यो 5 कक्षाभन्दा तलको विद्यार्थीहरूलाई सिकाउने खेती गर्न। आलु अनि त्यहाँ प्याज आलु यहाँ सागहरू सब सिकाउँछ। त्यहाँ फिनेल हाउस कसरी बनाउने, फिनेल हाउसभित्र कसरी कृषि गर्ने भन्ने सब सिकाउँछ। अब नेपालमा चाहिँ के छ भन्दा ठिक उल्टो, कविता पढायो, कथा पढायो अनि खेती सिकेर काम छैन भन्यो। यहाँ भनेको चाहिँ अब यहाँ चाहिँ त्यो पार्किङ एरिया पनि रहेछ। अब बच्चा बच्ची खेल्ने ठाउँ त्यहाँ तल यस्तो हो नि त। अब फुल्दा चाहिँ यो लास्टै दामी हुन्छ क्या। यहाँ यो के अरे फुलहरूलाई यो कसरी कटिङ गर्ने सब यो 5 कक्षाभन्दा तलकोलाई सबलाई सिकाउँछ नि त। यसरी व्यावहारिक शिक्षा दिने हो नि त। तर नेपालमा चाहिँ के अरे भन्दा अहिले त सानो बच्चाहरूलाई काम लायो भने बाल शोषण भयो भन्छ। तर यहाँ त स्कुलमा एकदम सिकाउँछन् सबै कुरा, फुल रोप्नेदेखि लिएर कसरी के गर्ने सबै सिकाउँछ। अब हामी चाहिँ जमानामा घरमा काम सिकिन्थ्यो। अब अहिलेको केटाकेटी चाहिँ न स्कुलमा प्र्याक्टिकल गराउँछ न घरमा काम गर्न लाउँछ। पछि चाहिँ धेरै दुःख पाउँछन् होला सायद अबको बच्चा बच्चीले भन्ने मलाई चाहिँ लाग्छ। किनभने हामी चाहिँ कथा कविता मात्रै स्कुलमा पढे पनि घरमा त सबै काम गर्नु सिकियो होइन। अब अहिलेको बच्चालाई घरमा पनि काम नसिकाउने, स्कुलमा पनि सिकाइँदैन। अब यहाँतिर चाहिँ ठ्याक्कै अब सबै घरमा केही सिकाउँदैन। अब यो स्कुलमै हो कि सबै सिकाउने, टोइलेट गर्नेदेखि लिएर सब कुरो, सरसफाइ कसरी गर्ने, खेती कसरी गर्ने भन्ने कुरा चाहिँ सबै स्कुलमा सिकाउँछन्। त्यही भएर उनीहरू हेरौँ न। अब नेपालमा चाहिँ बच्चाहरू चाहिँ माटोमा खेल्नु हुँदैन भन्ने छ नि त। उनीहरूले यहाँ माटोमा एकदम खेल्नु लाउँछ क्या। यहाँ माटोसँग खेल्ने हेरौँ न सबै यो उनीहरू खेल्ने माटोमा, एकदम माटोमै खेल्ने हो क्या। उनीहरूलाई एकदम माटोमा खेल्न लाउने पनि गर्छन्। यस्तो छ जोस्, यस्तो हो नि त शिक्षा भनेको त।
यस्तरी मान्छेले शिक्षा पायो भने पो सबै कुरा सिक्छ त। अहिले नेपालमा एकदम घोकन्ती शिक्षा मात्रै छ। त्यही माथि बजारको बोर्डिङमा पढाएपछि चाहिँ छोराछोरी राम्रो हुन्छन्, जे पनि हुन्छ भन्ने छ। इङ्ग्लिस जानेपछि हुन्छ भन्ने कन्सेप्ट पनि छ। तर यहाँ चाहिँ पढाइ भाषालाई भन्दा पनि उसँग अरू क्षमता कति छ भन्ने कुरो चाहिँ बढी मूल्याङ्कन हुन्छ। यहाँ सब कुरो सिकाउँछ। यो 5 देखि माथिको चाहिँ यहाँ कसरी गाई बस्तु पाल्ने, सुँगुर कसरी पाल्ने, गाई कसरी पाल्ने देखि लिएर सबै फेरि यो 5 देखि माथिकोले चाहिँ त्यो पनि सिकाउँछ यहाँ चाहिँ। अनि यो 10 देखि माथि चाहिँ आफ्नो आफ्नो इच्छा अनुसार कुनै अब म्यानुफ्याक्चरिङतिर अनि चाहिँ माथि माथि आफै कम्पलसरी कोर्समा चाहिँ यिनीहरू सबै पर्छ कि यहाँको। हाम्रो नेपालमा कम्पलसरी कोर्समा चाहिँ कथा कविता पढ्या जस्तै यहाँ चाहिँ कम्पलसरी कोर्समा खेती कसरी गर्ने, एग्री कसरी गर्ने भन्ने नै पर्न जान्छ। दामी सनसेट हुँदैछ है, दामी। हिजो अस्ति चाहिँ यो साकुरा दामी गरी फुल्या थियो, त्यो टाइममा यहाँ आउन पाइएन। तर आज चाहिँ यसो घुमफिर गर्दै आइयो। अब भोलि पर्सि यो फेरि यस्तो दामी हुन्छ कि, यस्तो दामी यो सेतो फुलेको टाइममा चाहिँ यो साह्रै राम्रो यहाँ हुन्छ। सनसेट चाहिँ आज दामी गरी भएको देखियो।